साथीहरू, आज फागुन 8 गते शुक्रबार र आजदेखिबाट वैभव लक्ष्मी माताको व्रत प्रारम्भ गर्नलाई एकदमै राम्रो छ भनेर मैले भिडियो राखेकी थिएँ। धेरैजना दिदीबहिनीहरूको म्यासेज आएर मलाई यति हैरान बनाएको छ। डेमो 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 भनेको भने हुनुहुन्थ्यो। मैले यस्तो टाइम म्यानेज गरेर बिहान 4 बजेदेखि उठेर घर आँगनको सरसफाइ गरेर पूजापाठ भिनाजुला गर्न लगाएर सब काम सकेर अनि वैभव लक्ष्मी माताको व्रतको लागि डेमो राखिदिएकी छु। हजुरहरूले दर्शन गर्नु होला। ल अब मैले पनि टक्क लाएर हिजो अनिता सिसले फलफुलहरू ल्याइदिनु भएको थियो है, मिनी फ्रिज किन्दिन आउँदाखेरि अनि दक्षिणाहरू पनि छोडिदिनु भएको थियो। मैले यहाँ अर्पण गर्नलाई रेडी बनाएकी छु। अनि त्यसपछिबाट मातालाई मनपर्ने धुपहरू यहाँ रेडी बनाएकी छु। कपुरहरू है, कप धुप, रक्त चन्दनहरू अनि चट्ट लाएर चाहिँ यसरी एकदमै सिम्पल, त्यस्तो तामझाम गर्नु पर्दैन। अनि यहाँ पञ्च आरती है, अनि त्यस्तै गरेर यो गिलो धुप बाल्नको लागि स्ट्यान्ड तयार पारेकी छु। अनि त्यसपछिबाट अर्घ चाहिँ दिनुपर्छ, अर्घौतो अनि वैलसी माताको व्रत कथाको पुस्तक। अनि यहाँ थालीहरू रेडी गरेकी छु, केही बाँकी नै छ। पुष्पहरू त अब बाँकी नै छ, खिर बनाउनु पर्छ साथीहरू। अनि यसरी चाहिँ चौकीमा टक्क लाएर रातो कपडा ओछ्याएर लक्ष्मी मातालाई विराजमान गराएकी छु, कुबेरजीलाई पनि। अनि दियो कलश गणेश चाहिँ यसरी दियो बिचमा, अनि यतापट्टि कलश हजुरहरूले देख्न सक्नुहुन्छ। अनि दाहिनेतिर राइट ह्यान्डतिर चाहिँ गणेशजी स्थापना गरेकी छु है। हामी चाहिँ पूर्व फर्केर पूजा गर्छौँ नि त। अनि धनथैली अनि अष्टलक्ष्मी कलशमा सिक्का भरेर मैले यसरी राखेकी छु, सिन्दुरदानी। अनि त्यसपछिबाट यसरी हजुरहरूले देख्न सक्नुहुन्छ। अब यसरी नै हजुरहरूले तयार गर्नु होला है। अनि त्यसपछिबाट भरे चाहिँ अब खिरहरू बनाउने, पञ्चामृत बनाउने है। अनि टक्कसँगले आफ्नो सौभाग्यहरू सबै के हुन्छ आफ्नो गच्छेअनुसार लगाउने। अनि चट्ट माताको पूजा आराधना गर्न बस्ने, आचमन गर्ने 3 पटक, अनि हात धुने। अनि त्यसपछिबाट सुरुमा अब व्रत स्टार्ट गर्दै हुनुहुन्छ भने सङ्कल्प लिने। अनि सङ्कल्प लिइसकेपछि चट्टसँगले दियो कलश गणेश पूजा गर्ने। अनि त्यसपछिबाट श्रीयन्त्रको पूजा गर्ने है। अनि श्रीयन्त्रको पूजा गरेपछि लक्ष्मी माताको तस्बिरहरूको पूजा गर्ने, कुबेरजीहरूको पूजा गर्ने। अनि झट्टसँगले स्तोन्वन स्तोत्रको पाठ गर्ने 4 लाइनको, जुन चाहिँ वैलसी माता व्रत कथा पुस्तकमै हुन्छ। अनि त्यसपछिबाट चाहिँ थालीमा राखेको गहना लक्ष्मी माताको पूजा गर्ने, प्रसादहरू भोग लगाउने, आफ्नो गच्छे अनुसार सौभाग्यहरू केही अर्पण गर्न मन लाग्छ भने अर्पण गर्ने। अनि त्यसपछिबाट धूप बत्ती आरती गर्ने, मातालाई लोटीमा जल पनि राखिदिने, पानको पात सुपारीहरू पनि, ल्वाङ सुकमेलहरू पनि अर्पण गर्ने। त्यसपछिबाट चाहिँ हजुरहरूले शिलाको कथा पढ्नुपर्ने हुन्छ। शिलाको कथा पढिसकेपछि आरती गर्ने। आरती गरिसकेपछि हजुरहरूले अर्घ दिने। अर्घ दिइसकेपछि 11 चोटि जय वैभव लक्ष्मी माता, जय वैभव लक्ष्मी माता भन्दै शिर निहुर्याएर मातालाई नमन गर्ने। त्यसपछिबाट आफूले आफैलाई आचमन गरेर एकचोटि प्रदक्षिणा 3 पटक गरिदिने। भगवानजीहरूलाई बिदाई पनि त गर्नु पर्यो है, चुठाउनु पर्यो, बिदाई गर्नु पर्यो सबै सम्झेर। अनि त्यसपछिबाट आफैले आफैलाई टिका लगाउने। अनि त्यसपछिबाट आफ्नो लागि प्रसाद छुट्याउने। अनि प्रसादहरू निकालेर घर परिवारमा बाँडिदिने, सम्पूर्ण परिवारलाई प्रसादहरू निकालेर है। अनि त्यसपछिबाट यहाँ चाहिँ कलशमा हजुरहरूले नरिवल स्थापना गर्नु पर्दैन है। नरिवलको स्थापना चाहिँ उद्यापनको दिन मात्र गरिन्छ। जस्तै उद्यापन गर्दै हुनुहुन्छ भने कलशमा नरिवल स्थापना गर्ने। अनि एउटा अर्को छुट्टै नरिवल चाहिन्छ, जुन चाहिँ लास्टमा फोडेर मातालाई जल अर्पण गर्नुपर्छ होइन। यसरी नै धूपबत्तीदेखि मातालाई प्रसन्न बनाउने। सुरुमै सङ्कल्प लिने 11, 21, 51, 101, 108 कति लिने हो भनेर। र कतिजना आमा दिदी बहिनी सौभाग्यशाली स्त्री या कन्या केटीहरूलाई बोलाउँछु उद्यापनमा भनेर त्यो पनि सुरुमै सङ्कल्प लिने। ल हेर्नु त हजुरहरूकै लागि भनेर मैले डेमो तयार गरिदिएकी छु। र आफ्नो पनि आज 98औं व्रत हो है। लक्ष्मी माताको कृपा सम्पूर्ण दिदीबहिनी आमा दाजुभाइहरूमा बर्सियोस्। जय लक्ष्मी माता, जय होस्। हजुरहरूले पनि गर्दै गर्नु होला। जय होस्।